हेलो प्रिय मित्रहरू सबैलाई नै यादगार सम्झना अनि गुड आफ्टरनुन। अनि मैले रोपेको लाई सागको छु। हेर्नुहोस् यो भिडियो चाहिँ हेर्नुहोस्। मेरो लाई साग रायोको साग हो। यति मजाको पत्ताहरू भइरहेको छ। हेर्नुहोस्, आफूले परिश्रम गर्यो भने परिश्रमको फल मिठो हुन्छ भन्छ नि। यसरी परिश्रम गरेकोले गर्दाखेरि फल पनि पाइयो। अब मलाई त बेसी चाहिँदैन। 2-3 पत्ता टिप्यो भने पनि हामीलाई 3-4वटा पत्ता टिप्यो भने छाक पुग्छ। किनभने हाम्रो परिवार अहिले यति बेसी छैन। त्यसले गर्दाखेरि हामीले मैले चाहिँ आज यही लाई सागको विषयमा भिडियो बनाइरहेको छु। अनि तपाईहरुले पनि यस्तै गरेर परिश्रम गर्नुहोस्। परिश्रम गर्यो भने परिश्रमको फल पाइन्छ। बहुत खुसी लागेको छ। खोइ टिप्नु पनि मलाई त बहुत लाग्छ। मन लाग्दैन टिप्नु पनि। किनभने हेरौँ लाग्दो भइरहेको छ नि त। एकदम मिठो। यो रायोको साग जस्तो मिठो त अरू साग लाग्दैन। यही मिठो लाग्छ। जेमा पनि मिल्छ। यो आलु साग पनि मिठो हुन्छ। अनि चिकनमा पनि मिठो हुन्छ। चिकनमा पनि हाल्यो भने कति टेस्टी हुन्छ। अनि हुन्छ, अब तपाईहरुलाई यही मैले लाई सागको विषयमा भिडियो बनाएर देखाउन गइरहेको थिएँ। तपाईहरुलाई कस्तो लाग्यो भिडियो? हेर्नुहोस्, भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो भने तपाईहरुले पनि यस्तै गरेर परिश्रम गर्नुहोस् अनि परिश्रमको फल पाइन्छ। बाई बाई सबैलाई। गुड आफ्टरनुन सबलाई। नमस्कार।